नमस्ते सेवाहरू सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूमा सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन। म पनि सन्चै छु। अनि म चाहिँ हिजो बिजी व्यस्त भएको कारणले मैले त्यति भिडियो भ्लगहरू ल्याउन सकेको छुइनँ। अनि अर्को कुरा चाहिँ अस्ति बुधबारदेखि मेरो युट्युबमा कमेन्ट लाइक गर्नु मिलेको छैन। भिडियो हेर्नु चाहिँ मिल्छ, फेरि यो घरको वाइफाईमा त्यस्तो रहेछ। मैले नबुझेको पहिला चाहिँ, तर अहिले चाहिँ उयो गर्दा बुझ्दा चाहिँ मेरो डाटा सकिएको छ क्या, एमबी नेटको। अनि साथीहरूलाई लगाइमागेको, साथीहरू बिजी भएर लगाइदिएन। म चाहिँ बुधबारदेखि अनि तपाईँहरूको भिडियो सबै फुल हेरेर फुल सपोर्ट गरिरहेको छु। मात्रै कमेन्ट गर्नु मिलेको छैन भन्नु पनि चाहन्छु हैन, एउटा जानकारी जस्तै। अनि अब आज चाहिँ शनिबार हो, पुरै बन्द छ पसलहरू। यो चाहिँ एउटा पसल खुल्ला रहेछ, यो चाहिँ कालेहरूको पसल होला, एउटा पसल खुल्ला रहेछ। अनि अरू सबै बन्द छ आज शनिबार। अब भोलि मात्रै एमबी लगाएर अनि म तपाईँहरूको भिडियोमा ड्याम कमेन्ट गर्नेछु भन्न पनि चाहन्छु। अनि म चाहिँ अहिले दिउँसो क्या 2 बजीतिर चाहिँ यसरी हिँड्दैछु, मैदा टल्काउँदै। अनि यसो कति बसिराख्नु भित्र भनेर त्यो मेरो बस्नेको छोरी आएको थियो, अनि त्यसलाई एकछिन बाहिर जान्छु ल भनेर अनि बाहिर निस्केको। एकछिन हिँडेको, यहाँको ठाउँहरू खास चाहिँ मलाई थाहा छैन हैन। त्यही पनि यो मेन रोड, त्यही रोड, यो चाहिँ मेन रोड हो। यो चाहिँ चिन्छु क्या। अब सिधै उता गएर अनि सिधै फर्किने हो क्या फेरि। अनि यसरी हिँड्दैछु कि अहिले यहाँ चाहिँ दिउँसोको 2 बज्यो। पुरै टन्टलपुर घाम लागिरहेको छ हैन, तर हावा चलिरहेको छ, चिसो अनि त्यति गर्मी छैन। अनि म चाहिँ त्यतिकै हिँडिरहेको छु, यहाँको सिनहरू खिच्दै। मैले भिडियो नबनाएको पनि धेरै भएको छ, भयो अनि त्यही भएर पनि हो होइन। अनि तपाईँहरूलाई चाहिँ यहाँको दृश्यहरू देखाएको, अरू खासै केही छैन होइन मैले देखाउने त्यस्तो। अनि म चाहिँ यता छु कालीचुङ्डेनी अनि यसरी हिँड्दैछु होइन। मोबाइल पनि पुरै हल्लिरहेको छ। यस्तै छ है खबर चाहिँ होइन। हिजो त्यति भ्लगहरू भिडियोहरू पनि ल्याउनु सकेको छुइनँ बिजी व्यस्तले गर्दा। अनि मेरो बहिनी चाहिँ अहिले इजरायलदेखि नेपाल गएको छ। अनि उसले चाहिँ यसो हिँडेको बेला, टाइम भएको बेला भ्लगहरू भिडियोहरू बनाउँदैछ। अनि के कराउँछ कस्तो। अनि के अरे युट्युबमा अहिले अब म चाहिँ एकदमै बिजी भएर भिडियोहरू ल्याउन सकेको छुइनँ। अब बिस्तारै के कस्तो हुन्छ होइन। यहाँको अब टाइम टेबल, यहाँको अब परिस्थिति समयअनुसार चाहिँ म हिँड्नुपर्ने हुन्छ। अहिले अब मेरो काम रेगुलर छैन, कन्ट्याक्टको काम हो। त्यो भएको कारणले अलिक गाह्रो भइरहेछ मलाई। अनि र पनि माया नमानिदिनु होला, म टाइम मिल्दा भिडियो ल्याउने छु। अनि म तपाईँहरूलाई चाहिँ म सधैँ सपोर्ट गर्नेछु। मेरो तर्फबाट सधैँ सपोर्ट हुनेछ भिडियोमा होइन। म चाहिँ भिडियोलाई नि अन गरिराखेर काम गरिराखेको हुन्छु। फुल कमेन्ट गर्नु नपाए पनि भिडियोलाई चाहिँ
सधैँ सपोर्ट गरेको हुन्छु भन्न पनि चाहन्छु होइन। सबैले अब हाम्रो भिडियोमा चाहिँ एकअर्कामा हामीले सपोर्ट गरागर गरिन्न भने हामी अगाडि बढ्न सक्दैनौँ। अनि त्यो भएको कारणले सबैलाई म भन्न चाहन्छु, नयाँ आउनुहुने साथी, पुरानो हुने साथीहरूले त गर्नुहुन्छ, नयाँ आउनुहुने साथीहरूले पनि भिडियोलाई फुल हेरेर सपोर्ट दिनु होला। अनि के अरे सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला होइन। म पनि तपाईँहरूको सब्सक्राइब फर्काउने छु, सपोर्ट गर्नेछु भन्न पनि चाहन्छु। यो चाहिँ चौबाटो रहेछ, यता तल जाने बाटो पनि रहेछ, यता जाने बाटो पनि रहेछ। यहाँ चाहिँ रातो बलिरहेको छ होइन। अनि म चाहिँ पर्खिराखेको छु। यस्तै यस्तै छ विदेशी जिन्दगी है, टाइम टेबल हुँदैन। यस्तै छ अहिले चाहिँ पुरै घाम टलाउन हरियो बल हरियो बलो हरियो दाउ हेर्नुपर्छ क्या भिडियो बनाउनु त अहिले त। म त त्यो बस्नेको छोरी आएको छ अनि म चाहिँ एकछिन बाहिर निस्किन्छु ल भनेर अनि एकछिन बाहिर यसरी हिँड्दैछु। यहाँ चाहिँ पसल थिएछ, बन्द छ आज सबै यसरी होइन। यहाँ चाहिँ नेपाल जस्तै हरियाली रुखहरू रोपेको छ बाटोको बिचमा। यस्तै छ है जाँदा मेरो चाहिँ हल्लीचल्ली एकदमै नाजुक अवस्था भनौँ न। अब भिडियोहरू बनाउनु नसकेर नि आफ्नो कामलाई मान्यता दिनुपर्ने हुन्छ विदेशमा होइन। सबैभन्दा ठुलो हामी विदेशीहरूलाई चाहिँ कामको महत्त्व हुन्छ, कामलाई महत्त्व दिनु पर्यो होइन। अनि टाइम हुँदाखेरि चाहिँ भिडियो बनाउने हो। अब पहिला जस्तो भ्लग मुकबाङ खानाहरू पकाउँदै गरेको चाहिँ मैले अहिले ल्याउनु सक्दिनँ जस्तो छु। पहिला त म एक्लै बस्थेँ बोजूसँग, अहिले चाहिँ यो बोजू अलिक छुच्ची छ, मलाई पकाउनु दिँदैन। अनि त्यही भएर खानाको मुकबाङ भ्लग ल्याउनु सकेको छुइनँ। कति रहर लाग्छ भ्लगहरू मुकबाङहरू बनाएर ल्याउनु। र अब यस्तै छ अहिलेको हल्ले चल्ले मेरो चाहिँ। अनि यहाँ म चाहिँ यो बाटोको दृश्यहरू मात्रै देखाउँदै हिँड्दैछु। यस्तो छ है। सिउची नेपालमा पनि छ क्या यो रुखको नाम बिर्स्यौ के पो भन्छ यसलाई त, बगरैभरि हुन्छ नि त्यो ठुलो खोलाले बगाएर ल्याएको बेला त झन् बगरैभरि हुन्छ नि। के पो भन्थ्यो यसलाई, सिसौ हो कि सिरिस हो कि खोइ के पो भन्थ्यो। मेरो मोबाइल चाहिँ हल्लिरहेको छ। अब यहाँ बाटो क्रस पनि गर्नुपर्छ होइन, बाटो पनि हेर्दै हिँड्नुपर्छ। हल्लिरहेको होला भिडियो, माफी चाहन्छु। त्यस्तै अनि हेरिदिनु होला। मौका हुँदाखेरि यो बनाउने यसरी, अनि मौका पो छोड्नुपर्छ तपाईँले। अब काम सक्ने 15 दिन छ अझै। यहाँको काम सकेपछि फेरि कहाँ पुग्ने हो थाहा छैन है। यस्तो छ हेर्नुहोस् त, पैसा कमाउनु त्यति सजिलो कहाँ छ र, थाहा त छ तर पनि अझ गाह्रो हुँदैछ। अब इजरायललाई बिट मारेर नेपाल जा भनेको होला क्या। इजरायललाई चाहिँ बिट मारेर आफ्नै देश जा भन्दैछ क्या अहिलेको मेरो स्थितिले। अनि अब बिट मार्न पनि लागेको छु यो इजरायलको बसाइँलाई। कति बस्नु अर्काको देशमा मात्रै है,
आफू पनि स्वतन्त्र भएर हिँड्नु पाउना गरी लानु के छ र जिन्दगीमा भनेको जस्तो लाग्ने फेरि पैसा नभई पहिला नसर्ने पैसा छैन त पहिल्यै पो सर्दैन त पहिला सर्दै पछि पैसो छ कि सबै छ पैसा छैन कि केही छैन अन्त तर पहिला खै गाउँ ठाउँमा पैसै नहुँदा नि हुन्थ्यो खेतीपाती गरिन्थ्यो स्वास्थ्यलाई पनि राम्रो हुन्थ्यो बस्नुपर्ने चाहिँ खेतीपातीमै रह्यो होला पैसा नि त्यति खर्च नहुने नलाग्ने होइन जस्तो है तर अहिले त अब यसो गाउँठाउँमा हेर्दा पनि खर्चै मात्रै देख्छु म त सहर बजारमा भन्दा नि गाउँठाउँमा पो धेरै सुविधा देख्छु त है उयोपट्टि जाँदा पनि के जति कार अरे के पो भन्छ त्यसलाई त्यस्तो चढेर हिँड्नुपर्ने रहेछ एकछिन पैदल हिँड्दैनन् रहेछ आजकल त साह्रै सुविधा पो भएको रहेछ त नेपालमा त यहाँ चाहिँ पुरै बस्ने ठाउँ रहेछ मान्छेहरू पुरै बुढाबुढीहरू आएर बसिराखेका छन् शीतल हुँदो रहेछ यहाँ चाहिँ पसल खुल्ला रहेछ है मजा भइरहेछ हौ हिँड्नु त फेरि यस्तै चर्को घाम भए पनि मजा भइरहेछ मलाई हिँड्न चर्को घाम छ तर हावा चलिराखेको छ त्यही भएर होला यहाँ चाहिँ फुलै फुल छ यता यहाँ चाहिँ मान्छे बस्ने ठाउँ रहेछ अब यहाँदेखि कता जाउँ निकै यता आइसकेँ हराउने त डर छैन हराउनु त हराउँदिन यहाँ पसल बन्द रहेछ हराउनु त हराउँदिन आज त शनिबार सबै बन्द छ गाडी ट्याक्सीहरू कारहरू मात्रै हिँड्छ यता पर यहाँ पुगेर फर्किन्छु पुरै घाम लागिरहेछ टन्टल तर पनि के अरे घाम भए पनि शीतल छ हावा चलिरहेछ मजाले सिरेरे नेपालको चैत वैशाख जस्तो नेपालको चैत वैशाखमा के अरे रुखको फेदमा बस्दा सिरेरे हावा चल्छ नि त्यस्तै हावा चलिरहेको छ Antes estavam sair já ali, voltar. Jechali tuda i potem. A to यता ढाडमा त पोल्यो सिरिरी बतासैले निलो आकाशैले पिरती साँची छ है पिरती साँची छ भन्दै यहाँ एक्लै खुसी हुँदै रमाउँदै हिँड्नुपर्ने छ जिन्दगीमा यहाँ चाहिँ बस्ने ठाउँछ रहेछ बस्ने म चाहिँ यहाँ छु अब यस्तै छ मेरो खबर होइन मैले सबै भन्नुपर्ने भनिसकेँ अनि म चाहिँ अब यहाँदेखि चाहिँ फर्किन्छु सबैले माया नमार्नु होला धेरै माया गरिदिनु होला म पनि तपाईँहरूलाई धेरै सम्झिराख्ने छु म बिजी व्यस्त भए पनि मैले भ्यासम्म सपोर्ट गर्नेछु एकअर्कामा धेरै सपोर्ट गर्नु जरुरी छ हामीले चाहिँ अब अरू युट्युबलाई हेर्नुभन्दा आफ्नै साथीभाइको युट्युब हेरेर चाहिँ साथ सपोर्ट दिनुपर्छ भन्ने मेरो पनि विचार हो भन्दै अहिलेलाई चाहिँ राखेँ बाई बाई फेरि भेटौँला अर्को मेरो भिडियोमा।